हेलो सबैजनालाई स्वागत छ मेरो सानो भिडियोमा। आज चाहिँ म भोइस ओभर गरेर भिडियो बनाइरहेको छु। हेर्नुहोस् हाम्रो एभोकाडो अनि 2टा खसी छ घरमा हाम्रो। अनि सब्जी आफ्नै यहाँ फलिरहेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि खोर्सानी पनि फलिरहेको छ, भर्खर सुरुमा भइरहेको छ खोर्सानीको। अनि मकै पनि यत्रो यत्रो भइसक्यो हेर्नुहोस्। कुखुरा पनि सानै छ। अनि चामाचुरा अनि मकै बारीमा हेर्नुहोस् काँक्रा पनि फुल्न थालेछ, सिजन भयो काँक्राको। अनि मेरो जिरेनियम हाइब्रिड फुलहरू यस्तो कलरको छ है त। राम्रो हुन्छ यो फुल, बाह्रैमास फुलिरहन्छ। मलाई एकदम धेरै मनपर्छ जिरेनियम। अनि यो मैले बनाएको आफैले बनाएको, सजिलो हुन्छ। ह्यान्डमेड सनफ्लावर देख्न सक्नुहुन्छ, मेरो फेभरेट लिली। थ्याङ्क यू फर वाचिङ।